सम्पूर्णलाई शुभ बिहानी। तपाईहरुलाई पुनः पनि स्वागत छ। आज म तपाईहरुलाई हाम्रो यस क्षेत्रमा भएको बगर खेतीको बारेमा देखाउन गएको छु। बगर खेतीको सिँचाइमा आज हामीहरु चाहिँ जोराइल गाउँपालिकाको साझेदारीमा भइरहेको जोराइल गाउँपालिका वडा नम्बर 4 भजनामा भइरहेको यो परीक्षणकालीन बगर खेतीको सिँचाइमा आज चाहिँ हामी थुप्रै किसानहरू चाहिँ यहाँ उपस्थित भएर सिँचाइ गरिरहेका छौँ। यहाँ चाहिँ विभिन्न समूहमा चाहिँ विभाजन गरेर पालो विभिन्न समूहहरूको 6 जना गरेर समूह विभाजन गरेर प्रत्येक दिन सिँचाइ गरिरहेका छन् भने अहिलेसम्म लगाएका बुटाहरू त्यस्तो बिग्रेका छैनन्। यता कता 1-2 वटा बुटाहरू काहीँनिर मरे पनि लगभग अहिलेसम्मका बिरुवाहरू चाहिँ राम्रो नै रहेको तपाईहरुलाई म जानकारी गराउन चाहन्छु। साझेदारीमा भइरहेको हाम्रो जोराइल गाउँपालिका वडा नम्बर 4 भजनाको यो नदी तटीय क्षेत्र बगरमा चाहिँ लहरे बालीहरूको लागि परीक्षणको लागि बगर खेतीको भइरहेको छ। यो बगर खेतीको सम्पूर्ण आज हामीले यो लगाइसकेपछि आज हामी चाहिँ यो पानी हाल्ने काम भइरहेको छ। यसमा म तपाईहरुलाई बगर खेती कसरी भइरहेको छ देखाउन गइरहेको छु। कृपया भिडियो पुरा यसरी नदीको किनारबाट चाहिँ पानी भरेर यसरी बाल्टिनमा पानी भरेर चाहिँ सिँचाइको लागि यहाँबाट बोकेर चाहिँ हामी सिँचाइ गर्दैछौँ। अरे खल्डामा भर यसरी चाहिँ हामी नदीबाट चाहिँ बगर खेतीको सिँचाइको लागि चाहिँ यहाँका किसानहरू लागेर चाहिँ सिँचाइ गरेर चाहिँ सकेसम्म बगर खेतीलाई चाहिँ सफल बनाउने उद्देश्यका साथ हामी लागि परेका छौँ। यहाँ चाहिँ विभिन्न किसिमका लहरे बालीहरू वाटरमेलनहरू विभिन्न 5 प्रजाति वाटरमेलनहरूको खेती गरिएको छ परीक्षणको लागि। यहाँ चाहिँ समूह वाइज रूपमा चाहिँ यसरी बेर्नाहरूलाई विभिन्न तरिकाले चाहिँ लगाइएको छ। यसरी बिउबाट पनि लगाइएको छ भने त्यत्तिकै परीक्षणको रूपमा विभिन्न बेर्नाहरू चाहिँ लगाइएको छ। तपाईँहरूलाई म देखाउन गइरहेको छु। हाम्रो यहाँ विभिन्न समूहका किसानहरूले चाहिँ विभिन्न दिनदिनै पालो पालो लगाएर यहाँ चाहिँ पानी अहिले चाहिँ बोट बिरुवाहरू लगाइसकेपछि दैनिक चाहिँ यहाँका आम किसानहरूले पालो पालो लगाएर चाहिँ सिँचाइ गर्ने काम पनि भइरहेको छ। त्यसै सिलसिलामा आज हामीहरूको पनि पालो परेको हुनाले
हामीहरू यो बगर खेतीको परीक्षण सफल पार्नको लागि हामी पनि सिँचाइको लागि आएका छौँ। यसरी चाहिँ हाम्रो यो गाउँपालिकाले लिजमा लिएको जमिनमा चाहिँ बगर खेती परीक्षणकालीन रूपमा बगर खेती सञ्चालन भइरहेको छ। ल यसरी चाहिँ हामी यो बगर खेतीको परीक्षण गरेर अब यो कतिको सफल हुन्छ, यो चाहिँ यो जमिनमा चाहिँ यसरी लगाइएको छ। लहरे बालीहरू, काँक्रा, वाटरमेलनका 4-5 प्रजातिहरू लगाएर चाहिँ यहाँ चाहिँ हामी बगर खेती गाउँपालिकाको दोराली गाउँपालिकाको साझेदारीमा चाहिँ भइरहेको छ। तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। भिडियो पुरा हेर्नु होला। यहाँ खरबुज कागडा मात्र हुन्न क्या, कागडा पनि छ नि यहाँ। हाम्रो बगर खेतीमा चाहिँ यसरी चाहिँ सिँचाइ किसानहरूले सिँचाइ गरिरहेका छन्। यसलाई चाहिँ हामीले सकेसम्म चाहिँ सफल बनाउने परीक्षणको रूपमा लगायो भने सफल बनाउने उद्देश्यले हामी यहाँका किसानहरू चाहिँ काम गरिरहेका। बोटमा पानी हाल्छ यहाँबाट ओ त्यहाँबाट बोटमा है, बोटमा अर्कोमा पानी आउन आयो त पनि पानी हाल्नु। ल पानी भरेर ल्याऊ है। यहाँ चाहिँ लगभग हामीले चाहिँ यो क्षेत्रफलमा चाहिँ लगभग काँक्रा अनि वाटरमेलन, खरबुजका 5वटा प्रजाति लगायत विभिन्न लहरे बालीहरू लगाएका छौँ, जसमा चाहिँ अहिलेसम्मको हेर्दाखेरि चाहिँ राम्रै छ, बुटाहरू राम्रै देखिएको छ। त्यस्तो होइन, कोही चाहिँ अब मर्ने अवस्थामा छ भने अब यसमा चाहिँ लगभग बुटाहरू ठिकै रहेको छ अहिलेसम्म। बिस्तारै चाहिँ हामी यसलाई चाहिँ राम्रोसँग केयर गरेर यसलाई चाहिँ सफल बनाउने उद्देश्यका साथ लागि पर्नेछौँ। फेरि चाहिँ यो क्षेत्रफलमा चाहिँ हाम्रो लहरे बालीको उत्पादनको लागि परीक्षणको लागि चाहिँ